गुड मर्निङ सबैलाई। आजको दिनको सुरुवात भइसकेको छ र म यहाँ खाइरहेको छु यो ड्राई फ्रुट्सहरू मिक्स गर्न न खानु न। अन्त त्यहाँदेखिको के भन्छ हाम्रो पापा यहाँ काममा जानु लागेको छ। यहाँ हेर्नु न पापा ड्राई फ्रुट नानीले ल्याइदिएको हो खानु पर्यो। काममा लाग्छ आज त्यो त अब चौकीदार घुमाएको छ। अब लेबर त बन्द गर्यो एलसीमा मिटिङ छ अरे कि अब हामी चाहिँ चौकीदार चाहिँ घुम्नु पर्यो नि। बत्ती टिप्छ मान्छेले हो जानु पर्यो ड्युटी त हो ड्युटी त गर्नु पर्यो। पापा काममा जानु लागेको छ गाइस र मैले खानु लागेको छु भुटेको भात। ये देखो भाइ साहब सुबह सुबह क्या हो रहा है भन्ला जस्तो भयो त। यहाँ हेर्नुहोस् न मिठो मिठो भुटेको भात र हिजो उब्रेको यो चिकन भनेको यो होइन, यो चाहिँ आज आमाले भुटेको भात, बिहानको भुटेको भात, हाम्रो घरको मै भुटेको भात यस्तो मिठो हुन्छ। उता जति पनि भुट्नुहोस् भुटेको भात उता जस्तो उता यस्तो मिठो हुँदैन नि त घरमा जस्तै। र अब चाहिँ म भुटेको भात खानु लागेको छु गाइस। हुन्छ बाई बाई, हेभ अ गुड डे। अनि यो जुन चाहिँ भुटेको भात छ नि आमामा है गाइस मिठो हुन्छ है। उता त जति नै भुट्नुहोस् न बासी भात राखेर भोलिपल्ट मिठो हुँदैन। घरको भात त घरकै हुन्छ। प्रभु धन्यवाद। भन्नुपर्दा चाहिँ मेरो पनि घर बसेर त भएकै छैन। हिँडेको घरि के राजु पनि फेरि गाई उकालो जानुपर्ने काम छ होइन। अनि जानु त मन छ तर अहिले त पहिला आएको जस्तो हाम्रो दार्जिलिङ छैन रहेछ। एकदम झन् धेरै मैला भएछ, झन् बेसी क्राउडेड, हिँड्ने जग्गै नभएको, भिडभाड त्यस्तै, जाम त्यस्तै, मैला त्यस्तै। आमा के गर्नु है तर आफ्नो ठाउँको माया लाग्छ। तर फिलहाल चाहिँ अब त्यस्तो भएको रहेछ भनेको नि अब होइन। पहिलाको भन्दा पनि अब त्यस्तो लाग्यो कतिवटा। तर म माथि गएको नि त अब जान्छु घुम्छु चौरस्ता साइड गएको छुइनँ होइन। दामी दामी बनाएको फोटोमा फेसबुकमा त देखेको थिएँ। अझ जान्छु टाइम पायो भने। अनि भुटेको भात है आमामा क्या मिस गरिदिन्छु नि म त यो भात त भुटेको भात। जस्तै बनाऊ न आमाको स्टाइलको भुटेको भात कहिले पनि खानु पाउँदैन खाइदिउँ। अनि के भन्छ यस मलाई एउटा क्वेसनको आन्सर दिनु पनि मन लाग्यो। मेरो ब्लगको लास्टको भन्दा पनि त्योभन्दा अगाडिको एउटा ब्लगमा चाहिँ एउटा क्वेसन थियो। नाम थियो हजुर भाडा हुन्छ डोन्ट वरी भाडा दुनियाँ काम गर्दैछ। छोरी यस्तो टाढोबाट आयो आमामा काम लगाउनु थाल्यो। अनि दिलागी गरेको है धुन्छु म। अन्त के भन्छ एउटा क्वेसन थियो त्यहाँ चाहिँ नेम थियो सिक्किमेस निलम जो तपाईँ अभियसली सिक्किमबाटै हुनुहुन्छ र उहाँको क्वेसन थियो कहाँबाट इजरायल जानुको लागि कहाँबाट गर्दा ठिक होला सजेस्ट मी भन्ने एउटा क्वेसन देखेको थिएँ मैले। र उहाँको लागि चाहिँ आन्सर हो है तपाईँ सिक्किमको हुनुहुन्छ अनि तपाईँको इन्डियन पासपोर्ट भएको कारणले गर्दाखेरि हुनु चाहिँ अब के कुरा सोध्नु भएको त्यो हाम्रो अब कस्तो टाइपले चाहिँ हामीले अप्लाई गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँले तपाईँको साथीभाइ कोही न कोही रिलेटिभ्स या कोही साथीभाइ त गएको छ होला इजरायल होइन। उनीहरूलाई भन्नुहोस् तपाईँ कुन चाहिँ एजेन्ट पक्रिएर जानुभएको इजरायलहरू भनेर सोध्नुहोस् होइन। अनि तपाईँले पनि त्यसरी नै एजेन्ट पक्रिनु पर्ने हुन्छ इजरायलको लागि। अनि एजेन्ट पक्रिनुहोस् त्यसको बादमा उहाँले तपाईँलाई भन्नुहुन्छ कस्तो डकुमेन्ट चाहिन्छ, भिजाको पैसा कति प्रोसेस लाग्छ, टाइम कति लाग्छ होइन। त्यो सबै उहाँले नै एजेन्टले नै तपाईँलाई इन्फर्मेसन दिनुहुन्छ र एजेन्टले जे भन्छ हामीले त्यही गर्ने हो होइन। अनि तर इजरायलको लागि चाहिँ एकदम डकुमेन्ट्स चाहिँ एकदम प्रपरली हुनु जरुरी छ। तपाईँ इजरायलको लागि जानु सोच्दै हुनुहुन्छ भने म हजुरलाई यो सजेस्ट गर्छु कि पहिला आफ्नो जति पनि डकुमेन्ट्सहरू छ त्यो चाहिँ एकदम प्रपर नाम मिस्टेक हुनु भएन। तपाईँको जति पनि डकुमेन्ट्स चाहिन्छ है त्यो सबै कुरा तपाईँकोमा हुनु पर्यो। नभए त्यो कुराहरूमा प्रब्लमहरू छ भने तपाईँ अहिलेदेखि नै करेक्सनको लागि हालिहाल्नुहोस्, अप्लाई गरिहाल्नुहोस्। तपाईँको प्यारेन्ट्सकोसँग तपाईँको मिलेको छैन सपोज होइन नामहरू हुन्छ नि गाउँठाउँ जस्तै क्या पहिला मेरो पनि एउटा सानो प्रब्लम भएको थियो। मेरो आमाको चाहिँ एड्रेस तल उसको घरको थियो भने मेरो पापाको त अब यहाँको हुनु पऱ्यो नि त हाम्रो सबैको। सो अलिकति त्यस्तो प्रब्लमहरू थियो। त्योभन्दा अगाडि नै हामीले अब करेक्सनमा हालिहाल्यौँ। त्यस्तो टाइपको सानो सानो वर्डहरू हेर्नुहोस्, तपाईँको डेट अफ बर्थ एभ्रिथिङ सबै चेक गर्नुहोस्, प्रपर राख्नुहोस्, डकुमेन्ट्स चाहिँ एकदम राम्रोसँगले राख्नुहोस् होइन। त्यो एकदम मोस्ट इम्पोर्टेन्ट। तपाईँलाई तपाईँको एजेन्टले पनि भन्छ र त्यसरी नै फेरि म भन्दैछु तपाईँलाई आफ्नो साथीभाइलाई सोध्नुहोस् कोही छ कुन चाहिँ एजेन्टबाट गएको कसरी गएको भनेर उहाँहरूले तपाईँलाई भन्छ है। त्यसरी नै तपाईँले पनि एउटा राम्रो एजेन्ट
पक्रिनुहोस् अनि उहाँले नै तपाईँलाई गाइड गर्नुहुन्छ। त्योभन्दा अगाडि अब त्यसको बादमा चाहिँ के गर्नुपर्ने, भिजाको कति टाइम लाग्छ भनेर चाहिँ उहाँले नै गर्नुहुन्छ है। अनि हस् त, तपाईँलाई पनि धन्यवाद, तपाईँले मेरो ब्लग हेरिदिनु भएछ अनि कमेन्ट गरिदिनु भयो, यसको लागि पनि धन्यवाद। र गाइस आज चाहिँ फेरि म उकालो जानुपर्ने भइरहेको छ, के कामहरू छ, ब्याङ्कको काम लिएर। भन्दा नभन्दा यत्रो दिन गइसक्यो, 5-6 दिन गइसक्यो हो, डुलाइ भक्कु छ। र यो चिया आमामामा के भन्नु है, यो चिया त चियै हो नि हौ, पुरा मिस गर्थेँ मैले यो चिया घरको काम। यो चियापत्तीको टेस्ट जति नै बनाउनु खोज्दा पनि हुँदैन। अर्को कुरा यस, यहीँबाट चियापत्ती लोगेर सपोज त्यो पनि गरेकै हो छ पनि, खै के हुन्छ उता खै दुधहरू नमिलेर हो कि खै के हो, उताको मिठै हुँदैन। यहाँ घरको भनेको त घरकै हो नि हौ आमामा है। र गाइस हेर्नु न, म त फर्ममा आइसकेँ त काली भएर, भयङ्कर काली हो नि फेरि। म त अहिले घरको बाहिर गएर चलिकन गोरी भएको कि काली हो, पहिला जिस्काउने नामै काली थियो। अब फर्ममा आउँदैछु बिस्तारै काली हुँदै के पछि के भन्ने हुन्छ गाइस। र यस, र अर्को कुरा, अलरेडी म मोटाइसकेको थिएँ यहाँ आउनुभन्दा अगाडि नै, र फेरि खाएको के खानु है, अब अत्तालेर हो कि के हो, के खानु मन लागिरहन्थ्यो नि त। उता हुँदा लिस्ट अब यो खान्छु त्यो खान्छु भनेर हिजो चाहिँ मैले के खायो होला, ग्यास्ट्रिक भइन्जेल भयो। र अब त झन् मोटिन्छु होला है प्रभु। यहाँ हेर्नुहोस् त, सिंहबारीको गाडीमा छु अहिले म। र यहाँ चढेको झन्डै आधी घन्टा जस्तो लाग्यो होला जाममा, आधी त जाममा, अन्त आधी त यहाँबाट निक्लेर गयो हिँडेर नै। म चाहिँ अब हिँड्न अल्छी लाग्यो भनेर पोस्ट अफिसको काम सकेर फेरि बजारतर्फ गइरहेको छु गाइस। के गर्नु अब है, जाममा फसिनै पर्यो। हेर्नुहोस् न, कुन चाहिँले कुकुरलाई चाहिँ लुगा लगाइदिइरहेको रहेछ यहाँनिर बिचरालाई। लुगा हेर्नुको लागि कहाँ पसेँ तर मलाई केही पनि मन परेन, राम्रो लागेन। राम्रो थियो तर के नमिलेको र मैले केही किनिनँ होइन। एउटा मैले टप्स किनेँ, त्यो पनि त्यहीँनिर छोडिरहेको छु दोकानमा, भरै जाँदाखेरि लान्छु भनेर। र अहिले मेरो अलिकति यहाँ भिडभाड हेरिहाल्नुहोस्। यहाँ हाम्रो दार्जिलिङको मौसम त बिग्रिहाल्यो। अहिले पानी परेको थियो, एकछिन फेरि रोकेछ, यहाँ परेन रहेछ, तल साइड पानी परेको थियो। गाइस लु, यस्तै भइरहेको छ है यहाँको मौसम। यहाँ हेर्नुहोस् हाम्रो दार्जिलिङ। र गाइस त्यसरी नै म यहाँ आइपुगेँ क्यापिटलको मुनि। यहाँ हेर्नुहोस् त, यसो गइरहेको छु ब्याङ्क तरफ। गाइस एसबिआई ब्याङ्कको जस्तो झमेला चाहिँ केही छैन। यहाँ हेर्नुहोस् त, कति लाइन छ, कहिले आइपुग्ने होला ट्रन। फर्म भरेर चाहिँ बसेको, नभनेको पनि 1-1.5 घन्टा भइसक्यो गाइस, ट्रन आइपुगेको छैन, आउनु लागेको छ। कहिले सक्नु होला यो काम। यहाँ हेर्नुहोस् न गाइस, लाइन भिडभाड। उतापट्टिको लाइनमा थियो, उतापट्टिबाट फेरि खाना खाने टाइमिङ भयो भनेर यता पठाएँ है। यता आयो होइन, 2 बजीसम्म भने, अब 2 बज्नु लाग्यो, अब यता पनि बन्द भएर फेरि उता पठाउँछ। पक्कै भइसक्यो, खुट्टा दुखिसक्यो उताकोले। एसबिआईको चाहिँ हेरिहाल्नुहोस् है, भिडभाड हत्तु भइसक्यो, भोक लागिसक्यो। आम्बो गाइस लु, फाइनली काम सक्यो होइन। यस्तो भिड, यस्तो लाइनबाट चाहिँ बल्ल निक्लेँ म बाहिर। आधी काम त अब के भन्नु, यहाँ पानी पनि पऱ्यो बाहिर, पानी पनि परेर पनि पानी सुक्नु लागिसकेपछि यत्रो लामो लाइन, खुट्टाको पाँचुला, यो पाइतालाहरू दुखेर टनटन भयो। एकछिन बसे पनि बेसी गलेर झन्डैले नभएको काम पनि। खाना खानु जान्छु म, जाउँ भन्दै जबरजस्तै रिक्वेस्ट गरेर गरिरहेको गाइस। सो गाइस, म चाहिँ छु अहिले एउटा रेस्टुरेन्टमा, जुन चाहिँ यो चाहिँ रेस्टुरेन्ट कहाँ छ भन्दा चाहिँ यहाँ एसबिआई ब्याङ्ककै मुनिपट्टि यो चाहिँ नयाँ रेस्टुरेन्ट खोलेको रहेछ है। र म चाहिँ यहाँनिर एकदमै यस गरेर बोकाएको छु गाइस। पुरै दिन मेरो एसबिआई ब्याङ्कमा गयो र मेरो खुट्टा चाहिँ यति दुखिरहेको छ है। र यहाँ चाहिँ म्युजिक लागिरहेको थियो र
कपिराइट आउँछ कि भन्ने पिर है फेरि। र त्यसरी नै मैले यो डिभाइन हिल्स रेस्टुरेन्टको मेनु हेरेँ र यहाँ मैले भेनिला सेक अर्डर गरेँ गाइस। भेनिला सेक अर्डर गरेपछि चाहिँ मैले है एकछिनमा चाहिँ पोर्क चाउमिन पनि अर्डर गरिसकेँ है। अनि त्यसको बादमा चाहिँ त्यो खाएर चाहिँ अलिकति भए पनि भोक मऱ्यो मेरो है। र फेरि पनि अब वेदर चाहिँ अलिकति पानी पर्ला जस्तो भएको कारणले गर्दा म चाहिँ एकदम घर गइहाल्नुपर्छ नि त गाइस। र छिटो छिटो खाएँ है, एकदमै मिठो थियो है रेस्टुरेन्टको, एकदमै भाइहरू पनि एकदम राम्रो, सर्भिस पनि राम्रो। र खाएर चाहिँ म घरतर्फ फेभरेट कुरा त बिर्सिनु हुँदैन नि भाइ। गाई सुँगुरको मासु त लोकेरै जानुपर्छ। 380 रुपियाँ केजी अरे। 1 केजी लैजाउँ भन्दै थिएँ, घरमा 3 जना मात्रै। अब के गर्नु, 1 केजी ल आधा केजी लाँदै गर्नु पऱ्यो। लु है सुँगुर लभर्सहरू हेर्नुहोस् न, हेर्नुहोस् लु, बसी बसी हेर्नुहोस् सुँगुरको मासु। गाइस यहाँ हेर्नु, हेर्दा नहेर्दा यति साह्रो पानी पर्यो। दार्जिलिङको चाहिँ सिचुएसन यस्तो छ। यो गाडीभित्रबाट चाहिँ गरिरहेको छु। नदी बगिसक्यो त्यहाँ एकछिन पानी यति बिग्न भयो, हिँड्नु असुविधा। हेर्नुहोस् न, अचानक ठिक्कै टाइममा झन्डा गाडीमा आएँ र अब मेरो पनि फर्किने टाइम हो। यहाँ हेर्नुहोस् है यस्तो छ। सो गाइस म चाहिँ अहिले गाउँको अलिकति माथि आइपुगेको छु होइन। म अर्कै गाडीमा आएको, जुन चाहिँ गाडी चाहिँ यो बाटो भएर जान्छ र म चाहिँ जानुपर्ने चाहिँ यो साइड है। किनभने अब मैले यति साह्रो टाइम गएँ कि मेरो ब्याङ्कमा भोकले कोही प्लस त्यहाँनिर मेरो धेरै टाइम गयो। अनि त्यो कारणले गर्दा म फेरि ढिलो गएको थिएँ नि त। बिचारा मेरो पापा उतल आउँदो रहेछ मलाई ल्याउनु। तल मैनी मलाई छाता लिएर आउँदैछ मेरो पापा, भिज्छ भनेरै चप्ली पनि लिएर आउँदैछ। अन्त अब चप्ली पनि लिएर आउँदैछ, पानी पर्दैछ। ओह्रालो त म जुत्ता त कम्फर्टेबल छ तर पनि भिज्छ नि त। अन्त चप्ली लिएर आइदिँदैछु भनेर चाहिँ चप्ली लगाएर ओह्रालो जान्छु। अनि गाइस आजको चाहिँ अब होइन के भन्नु, अब आजको दिन यस्तै थियो मेरो। अन्त म के भन्नु चाहन्छु भन्दा पनि जो जति पनि उताबाट इजरायलबाट अप्रिलतिर या यो मन्थ अप्रिल मेतिर अब तपाईँहरू आउनु चाहँदैछ भने चाहिँ हेरिहाल्नुहोस् है दार्जिलिङको वेदर। मैले त एकदम त्यो पातला लुगा यस्तो लिएर आएको थिएँ, त्यो भएर मलाई एकदमै जाडो भयो है। म त एकदम विन्टर गएको छैन यहाँनिर, पुरै जाडो छ दार्जिलिङ गाइस। तातो तातो लुगा लिएर आउनुहोस् भनेरै म त सजेस्ट गर्छु। मलाई त अब रिग्रेट लाग्यो, मैले त प्रायः तातो लुगा एउटा मात्रै ज्याकेट लिएर आएको थिएँ, अरू चाहिँ अब नर्मल अब यस्तो लुगाहरू। तर अब के आज मैले किन्नु पऱ्यो 1-2वटा लुगा, तातो लुगा, किनभने लिएको थिइनँ हो। र तपाईँहरूले तातो तातो लुगा लिएर आउनुहोस्। यहाँ हेर्नुहोस् धुम्बा लागेर पानी परेर होइन। अनि यो भ्लगमा देखिहाल्नुहुन्छ तपाईँहरूले। अन्त त्यही हो गाइस। र पापा आइरहेको छ। अब चप्ली लगाएर जान्छु कुदेर घर आइपुग्नु लागि। जाडो त्यस्तै छ। मासु लिएर आएको छु, सुँगुरको मासु खान्छु, आमाले बनाउँछ। अन्त सुत्दिनै हो गाइस। आइपुग्यो मेरो पापा पनि आइपुग्यो यहाँ तल। अब चप्ली लिएर आउँदैछ बिचारा है। आमाले अघिदेखि कल गरेको भिज्यो होला भनेर, कहाँ छ भनेर। धन्न म गाडीभित्रै थिएँ। आमा बाउ भनेको आमा बाउै हो, कति केयर गर्नुहुन्छ है छोराछोरीको। बिचारा आउँदैछ। अब चप्ली लगाएर जान्छु गाइस। पुरा साह्रो पऱ्यो आज ब्याङ्कको कामहरू चाहिँ धन्न भयो गाइस आजको मेरो होइन। आज हामी ओह्रालो जाँदैछौँ घर साइड। मेरो पापा चाहिँ यहाँ छ, सामान बोकेर हिँडिरहेको छ, छाता ल्याइदियो, चप्ली लगाइरहेको छु। माथि माथि सारेर प्यान्ट सारेर चाहिँ चप्लीमा ओह्रालो हिँडाइजोट हुँदैछ है। यही हो हाम्रो गाउँको बाटोहरू। वेदर यस्तो छ। तातो तातो लुगा लगाएर आउनु होला, लिएर आउनु होला छुट्टीमा आउनेहरूले है। पापा जाडो गएको छैन है? जाडो छ नि बुई। लु त यहाँबाट चाहिँ अब अलिकति हिँड्नु पनि भयो घर पुग्नुको लागि गाइस। आजको मेरो ब्लग यहीँ राख्न चाहन्छु। नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।